हेलो साथीहरू, वेलकम टु माई भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ धेरै दिनपछि आएको थिएँ आज भिडियोमा। अनि हाम्रोतिर चाहिँ लगभग रोपाइ सकिसकेको छ। यता हाम्रो घर नजिक पनि रोपाइ सुरु रहेछ। तर चाहिँ ठुलो ट्र्याक्टर लाउनुपर्छ पनि। यहाँ चाहिँ सानो मसा हेर्न गएको, फेरि मेरो पछि भन्दा नि अघि नहिँड्ने, उसलाई चाहिँ खाएकै पस्दैन कि। हेर्नु न, अघि फिनिक फिनिक गर्दै हिँडेछ। अनि सबैजना रोप्न जानुभएको थियो। मलाई चाहिँ खाना बनाउनु थियो बिहान उठेर। मैले चाहिँ काउली र आलुको तरकारी दाल पकाउँदै थिएँ। यो चाहिँ हाम्रै बारीको टमाटर। अनि दाल हेर्नु न, मैले कसरी पोखेको खाना बनाइसकेँ। दाल तरकारी पकाइसकेँ, दाल भात पकाइसकेर अनि तरकारी बसालेको थिएँ। अनि ल हेर्नु, यिनी चाहिँ मेरो पुच्छर। हाम्रो घरमा भैँसीले दुध दिँदैन नि त, यिनीलाई फेरि दुध र भात नै चाहिने। केटारीहरू चाहिँ स्कुल हिँड्ने, मम्मीहरू चाहिँ खेत रोपेर आउनुभयो। हाम्रो मम्मीलाई चाहिँ गर्मी भएर मुख धुँदै हुनुहुन्छ। अनि यिनलाई चाहिँ आज मैले नुहाइदिएको, हिलो भएको भएर। अनि मसँग रिसाइ बसेछन्। नुहाउनलाई चाहिँ आनन्द मान्छन्, तर रिसाइ आनन्द मान्छन् है। अनि उनलाई नुहाइदिएपछि चाहिँ मम्मीहरू फेरि खेतमा जानु थियो। अनि हावा लागिरहेको थियो, पानी आउला जस्तो गऱ्यो तर हावा लागिरहेको थियो। यता चाहिँ हाम्रो म्याउ छ, मुढामा बसेर जिस्काउँछ। यसको कामै यस्तै हो। अनि उता चाहिँ हामीले दाइको घरमा भुत्ला सुकाएको थियौँ नि त, मकै छोडाएर। अनि पानी आउला जस्तो भयो। अनि म जाँदै थिएँ, यता चाहिँ खेत रोप्न लाउनु भयो रहेछ। मैले यो वर्ष चाहिँ हिलोमा टेकेकै छैन, यता खेत बनिसकेको रहेछ। अनि यहाँ चाहिँ भुत्ला उठाउने हो। अनि यो चाहिँ मैले भुत्ला उठाउँदा छिटो गराएर उठाएको थिएँ। अनि उनी फेरि मेरो गन्ध सुन्दै आइसक्यो हो। अनि जता काम गर्न लागेको हुन्छ उतै बसेको हुन्छ। भुत्ला पनि धेरै सुकाउनु भयो रहेछ कि। अनि सुकेको थिएन, पानी पर्ला जस्तो भएर उठाएको। अनि उठाएर अनि लागेँ म घरतिर। अनि त्यो चाहिँ मन्दिर। अनि आउने बेलामा चाहिँ फ्यार पानी परेको थियो। अनि कसैलाई चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु। जतिचोटि अरूको घरमा गएर भ्याउँछ त्यतिचोटि नै हाम्रो घरमा लिएर राख्छ कि यसले। यसको कामै यस्तै हो। अनि पहिला पनि ल्याएको थियो, हेर्न कस्तो क्युट छ। माया लागेर के गर्नु है, सबै पाल्न नि सकिन्न। अनि आफ्नो छोराछोरीको लागि चाहिँ उसले मुसा ल्याइदिएर आउँदैछ। मलाई के गर्छ भने रोकी हेरे ह। तर आफूलाई माया गर्ने मान्छे चाहिँ चिन्दो रहेछ कि जनावरले पनि। अनि बेलुकी पख चाहिँ कस्तो घाम लागेको। अनि हाम्रोमा चाहिँ दुनो थिएन, त्यसैले मैले कालो चिया बनाइदिनु लागेँ बुवाको लागि। अनि फेरि मैले पकाउने नै काम। अहिले चाहिँ मेरो खानामा चाहिँ आलु र लौका अनि दाल त्यो, अनि आफ्नै बारीको टमाटर, आफ्नै बारीको प्याज हो। अनि लसुन पनि थियो। मैले चाहिँ फर्स्ट तरकारी पकाउँछु, राइस कुकरमा भात बसालेको थियो। दाल चाहिँ लास्टमा बनाउँछु भनेको थिएँ, मैले ल्याइदिन भनेको थिएँ नि त, त्यही भएर आउँदै थियो। गाउँमा भएपछि सबै आगो सल्काएर गर्नुपर्ने। अनि दाल ल्याइदिनु भयो, मैले चाउचाउ पनि मगाएको थिएँ। अनि पैसा दिएँ, पैसा फर्केको थियो। अनि चाउचाउ पनि मगाएको थिएँ। दालहरू चाहिँ मैले 3 थरी मगाएको थिएँ, किनकि बुवा बिरामी हुनुहुन्छ नि त। अनि आजको दिनहरू चाहिँ मेरो यसरी नै बितेको थियो। मेरो भिडियो चाहिँ हस्पिटलपछि लामो समयपछि आएको छ। यस्तै मेरो भिडियो हेर्न सबैजनाले माया गर्नु। बाइ बाइ।